यो चाहिँ कहिलेकाहीँ डिस्काउन्टमा सोध्छ अनि कहिलेकाहीँ चाहिँ पारमा सोध्छ अनि अर्को चाहिँ प्रिमियममा सोध्छ। यदि डिस्काउन्ट छ भने चाहिँ जहिले पनि भेन्डर एकाउन्टको तल यहाँ राख्ने, यदि प्रिमियम छ भने चाहिँ यहाँ तल एड गर्ने, जस्तै 10% प्रिमियम 20% प्रिमियम आयो भनेपछि चाहिँ तल राख्ने। पार भनेपछि चाहिँ के पनि राख्नु परेन, किनकि पार भनेको जतिमा एग्रिड छ त्यतिमा नै बेच्ने हो। ल अब यसको चाहिँ सोलुसनहरू हेरौँ। अनि जहिले पनि पहिला चाहिँ डेट राख्ने, पार्टिकुलर राख्ने, अनि एलएफ राख्ने, अनि डेबिट आरएस र अनि क्रेडिट आरएस राख्ने, अनि इक्जाममा चाहिँ टक्कसम्म पेन्सिलले लाइन तान्ने। अनि जहिले पनि हाम्रो एसिडहरू जहिले पनि डेबिट हुन्छ अनि लाइबिलिटिजहरू चाहिँ जहिले पनि क्रेडिट हुन्छ। अनि त्यही भएर हामीले यो प्लान्ट एकाउन्ट डेबिट यहाँ राखेका छौँ। अनि ल्यान्ड एन्ड बिल्डिङ डेबिट 7,30,000 यो पनि डेबिटमा राखेको छ। अनि यहाँ चाहिँ यो नेरेसन लेख्न चाहिँ कहिले पनि छुटाउनु हुन्न है, बिङ पर्चेस अफ एसिड्स। अब आयो भेन्डर एकाउन्ट। अब इक्जाममा दिन्छ कहिले एबिसी, अब आरब त्यो के दिएको हुन्छ, यसमा चाहिँ के भन्छ होइन। त्यही भएर चाहिँ यदि नाम नभएको उसमा चाहिँ भेन्डर भन्छ है त, भेन्डर एकाउन्ट। अनि टु भेन्डर एकाउन्ट, भेन्डर एकाउन्टलाई चाहिँ कति दिएको, यहाँ एग्रिड प्राइस हेर्ने है, जहिले पनि 11 लाख छ नि। त्यही भएर यहाँ 11 लाख चाहिँ यो राखेको। अनि टु क्यापिटल, यसको कुरा चाहिँ अहिले पछि गर्छु। या टु क्यापिटल रिजर्भ यहाँ चाहिँ किन राखेको छ भनेपछि चाहिँ यहाँ क्रेडिटतिर चाहिँ 1,50,000 चाहिँ पुगेको थिएन। यदि डेबिट साइडतिर पुगेन भनेपछि गुडविल भनेर चाहिँ अनि यहाँ हामीले थप्थ्यौँ। माथि पुगेन भनेपछि चाहिँ क्यापिटल रिजर्भ भनेर राख्ने। अनि तर भेन्डर एकाउन्टमा या त डेबिटमा पुगेन भनेपछि चाहिँ गुडविल एकाउन्ट भनेर राख्ने। अनि बिङ पर्चेस अफ एसिड्स, ल यो भयो। अब चाहिँ भेन्डर एकाउन्ट चाहिँ डेबिट भयो, 11 लाख यहाँ राख्यौँ। अनि अब चाहिँ हामीलाई अघि 20% डिस्काउन्ट दिएको थियो। क्वेसनले भनेको छ कि 100 को उसमा सेयरमा चाहिँ 20% डिस्काउन्ट दिएको छ, 2,75,000 भयो। अनि यहाँ लेख्ने 20% डिस्काउन्ट अन इस्यु अफ सेयर, यो भयो। र यो टोटल गर्दाखेरि चाहिँ खासमा चाहिँ के हो, यो त डिस्काउन्ट गर्यो 11 लाख, यो त डिस्काउन्ट गर्यो। अनि त्यो दुइटैलाई यदि 100 को 100 गर्दाखेरि योबाट डिस्काउन्ट सबै त्यो एड गरेर अनि त्यो कति हुन्छ त 13,75,000। यो चाहिँ अब चाहिँ सेयर क्यापिटल एकाउन्टमा चाहिँ क्रेडिट हुने भयो, त्यही भएर चाहिँ क्रेडिटमा छ। अनि बिङ इस्यु अफ सेयर फर द पेमेन्ट टु भेन्डर, यो चाहिँ नेरेसन भयो। यसमा बुझ्नुपर्ने भनेको चाहिँ अहिलेको डिस्काउन्टको केसमा छ, एउटा चाहिँ प्रिमियम सोध्छ, अर्को चाहिँ पार सोध्छ। यदि केही नबुझेको छ भने चाहिँ कमेन्ट डाउन बिलो।